हेलो गाइज, राम राम, जय नेपाल। ओ गोर लगै छी जमजन है। आज फिर से स्वागत बा मोर छोट मोट वीडियो टिकटॉक वीडियो में। ते हजूर इन्हें पता ही नहीं बावई, प्रत्येक संडे हमार कंपनी के छुट्टी हुए कारण से मैं घूमे निकलती रहता हूँ। तरह घूमना ठाव ढेर नहीं हो, तब मारे फिर से घनी पुराने ठाव में घूमे आ रहे हूँ। तरह आज कुछ स्पेशल वाक्य है परल स्पेशल गले से फिर फर्स्ट टाइम हमारे किल नहीं की मोर संगे कंपनी में काम करना, पेट्रोल पंप में काम करना दाजू के थे संगे किरण छुट्टी पर कारण से आज लेके आई गिल देखिए हमार बहन के रे वीरेंद्र यहाँ नाम पनि दुईटा नाम भएर कन्फ्युज भइहाले। यहाँ आज पनि हुनुहुन्छ, उहाँको नाम चाहिँ महेन्द्र अनि यो अब पुरानै भाइ भनौँ मेरो रुममेट सोनालाल। अनि यो चाहिँ अब सबैलाई थाहा भएकै कुरा हो, यो म जहाँ गए पनि नछुट्ने मान्छे बङ्गलादेशको एमडी जुल्फिकार। अब त्यही त हो नि, अब के अरे चौधरी बोल्दै अब सबै नेपालको साथी घुम्दाखेरि अब अलिअलि नेपालीमा पनि बोलिहालेँ, त्यही भएर अब त्यही कन्टिन्यू गरौँ भन्ने हो। देख्न सक्नुहुन्छ तपाईँ सबैजनाले लुक्स भ्यू एकदम राम्रो छ यहाँ। आज हामी चाहिँ अलि चाँडै नै घुम्न निस्किहाल्यौँ। चाँडै भन्दा पनि अब धुप लागेकै छ, घाम लागेकै छ, तर पनि हामी आज अलि टाइम धेरै बिताउने विचारले यहाँ निस्क्यौँ। अब सायद मेरो नयाँ भ्युवर्स आउनु होला कि त्यही भएर फेरि पनि म यो ठाउँलाई अलिअलि यसको बारेमा कुरा बताउन गइरहेको छु। यो ठाउँको नाम चाहिँ बर्ड्स एन्ड पेट्स मार्केट हो। यहाँ चराचुरुङ्गी, कुकुरहरू, बिरालो, सर्पा को मार्केट रहेछ, तर यहाँ धेरै कस्टली रहेछ। हामी जस्तो अब काम गर्न आएको मान्छेको लागि चाहिँ होइन, अब हामी चाहिँ त्यही हो घुम्नलाई अलिअलि। यताको भ्यू राम्रो छ अनि अब एउटै ठाउँ रहेछ यता घुम्नलाई, त्यही भएर अलिअलि इन्जोय गर्न आइराखेका हुन्छौँ। अनि यो ठाउँको अब भनौँ न बेग्लै आफ्नो आफ्नो विशेषता छ। त्यो किन भन्दैछु कि यो तपाईँ यो पार्किङ देख्दै हुनुहुन्छ, यो पार्किङ मात्रै तल पार्किङ छ, बाँकी सबै सोलर प्यानल हो। अनि यता धेरै देशका मान्छेहरू अब त्यही त अब्रोडमा आउने जाने गरिरहेका हुन्छन्। उता चाहिँ हाम्रो अब आज भएर बिचमा नबस्छ, अहिले छाउँ हेरेर बस्ने प्लान हो। ल आजको यो भिडियो चाहिँ म यहीँ इन गर्छु, अर्को भिडियोमा फेरि भेटौँला। हस्, बाई।